मैजी हजुर हजुर ए नमस्कार हजुर अहिले तपाईलाई त्यो पुलिसले लग्यो भने के हुँदैछ भन्नुहोस् त हाम्रो जुवारी जीवनको कोर्टमा हामीले एप्लिकेसन दर्ता गरेर लास्टमा अब म्यारेज सर्टिफिकेट लिनै लागिरहेको थियौँ म्यारेज कोर्टले हजुर त्यस पछाडि जिल्ला प्रहरी कार्यालय चितवनबाट फर्किआएको प्रहरीले हामीलाई उसमा लियो नियन्त्रणमा लियो हजुर अनि जिल्ला प्रहरी कार्यालय चितवनको अब उसमा चाहिँ हामीले लगभग 1 घण्टा 15 मिनट जति राख्यो र अहिले म चाहिँ बाटोमा छु जिल्ला प्रहरी कार्यालय चितवनको गाडीमा नै अहिले हामीलाई एसडिओ कार्यालयमा लाँदैछ त्यहाँ चाहिँ अब सोधपुछको लागि लाने भन्ने कुरा छ र अनि आदेश संस्थाको मिना खरेलले चाहिँ हामीमाथि अब विभिन्न उसमा चाहिँ मुद्दा लगाएको भन्ने कुरा डिएसपी हाम्रो दीपक श्रेष्ठबाट बुझ्न आएको छ अब त्यहाँ गइसके पछाडि मात्रै थाहा हुन्छ के हो वास्तविकता भनेर र अहिले चाहिँ हामी जिल्ला प्रशासन कार्यालय जाँदैछौँ ए मैले भर्खर योभन्दा अगाडि चाहिँ मिना खरेलसँग मैले चाहिँ भिडियोमा लाइभ भिडियो राखिदिएको छु होइन अनि उसले चाहिँ मलाई चाहिँ के भने महेश कामेलाई महेश सबैले चाहिँ मुद्दा लगाएको छ किनभने हेलो तपाईँलाई उसलाई चाहिँ हामीले मुद्दा लगाएको छ भन्दै थियो मैले हामीले मुद्दा लगाउने काम गरेको केही पनि छैन र उसले के भन्दै थियो भने हामीले यहाँ के अरे बेदर्ता हामीले गरिदियो कसले बेदर्ता गरिदियो बेदर्ता मिना खरेलले गरिदिएको नि स्पेशल हामी चितवनको चाहिँ त्यो ल टिमको लयरहरूलाई एकदम थ्याङ्क यू भन्न चाहन्छु होइन अनि तपाईँले के उनीहरूले यता त पिट्ने सिने यता त केही गरेको छैन त्यहाँनिर त्यस्तो त भएको छैन तर अब हामीलाई एकदमै स्पटबाट अब बचाउँदै लिएर उनीहरूको गाडीमा लगाएर लिएर गएको अनि दाइ हामी ठ्याक्कै प्रशासन आइपुग्यो अब सिडिओसँग एकछिनको छलफल छ हाम्रो हजुर हजुर त्यो छलफलको लागि हामी अब भित्र बस्दैछौँ पछाडि फेरि हामी अपडेट हुनेछौँ हजुर गर्नेछौँ अहिलेलाई चाहिँ हामीले राख्नुपर्ने ल राख्नुहोस् हाम्रो पनि बिहानको 4:45 भयो हुन्छ ल ओके हुन्छ हुन्छ नमस्ते हजुर हेलो जीवन अब हामीबाट कुनै कन्ट्याक्ट भएन अपडेट भएन भने चाहिँ हामीलाई भित्र हाल्यो भनेर सोच्नु है तिम्रो कन्ट्याक्ट होइन भित्र त हाल्नै मिल्दैन तिमीहरूलाई तिमी के गल्ती गरेछ भित्र हाल्नुलाई होइन तिम्रो भित्र हाल्नै मिल्दैन त्यहाँ बुझेको अनुसार हजुर हजुर तिम्रो सबैलाई अहिले गाडीमा पुलिसको गाडीमा तिम्रो सबैजना भित्र जाँदैछ फोन अफ एकछिन राख्नु पर्ने भयो पछि हजुरलाई कल गर्छु ल तिम्रो चुप्प लाग्यो मुख बन्द गरेर बस्छ तिमीहरूले नाना केही पनि नभन्नु एउटा नियम कानुन भएको देश हो यो किनभने यो हामी तिम्रो माथि यसो भयो भने हामी यहाँ अब चाहिँ हामी इन्टरनेसनली चाहिँ ह्युमन राइटकोमा जान्छौँ अब तिमी ल ल ल ल ल ल ल ओके ओके ल गुड लक ओके ओके हुन्छ तपाईँ समय भन्दा फोन गर्नुले दिन्न ल ओके गुड लक हजुर दाजुभाइ दिदीबहिनी हो नमस्ते देशको कानुन यस्तो छन् र अहिले म के भन्छु भने तपाईँ हामी सबैजना नेपाली हो सबैजनाले बराबर सम्मान हुनुपर्छ र म कुनै जनजातिको कुरा पनि गर्दिन जातिको कुरा पनि गर्दिन एउटा देशमा बसेको जात जातिहरू दाजुभाइ तपाईँ सबैजना नेपालीहरू भनौँ न सबै नेपालीले चाहिँ राइट रङ के हो त्यो छुटाइदिनु पर्यो अब एउटा चाहिँ जिल्ला एउटा सिडिओ र एउटा चाहिँ संस्था चलाउने आइएमए मान्छेले चाहिँ त म देशको कानुन हात लिइदिने एकदम गलत कुरा भइरहेछन् म नसुक्दै 2 दिन भयो मेरो एकदम घाँटीको प्रब्लम सुरु भयो यिनीहरूको कारणले गर्दाखेरि अनि मिना खरेलको कुरा त योभन्दा हजुर अगाडिको भिडियोमा हेरिदिनुहोस् मिना खरेलले कस्तो डाइरेक्ट कुराहरू गर्यो त्यो कुरा सुन्दा चाहिँ मलाई एकदम ठिक लागेन एउटा देशको चाहिँ तपाईँको बच्चा पाल्ने टुरा मान्छे पाल्ने त्यस्तो कुरा गरेर यति टुरा मान्छेहरू पाल्ने मान्छे भने यस्तो कुरा गर्छन् गर्दैन एकदम गलत कुरा गरिरहेछन् र हाम्रो देशको मगर जाति भने यति ठुलो चाहिँ भनौँ न जनसँगै भएको मगर दाजुभाइ दिदीबहिनीहरू सारा संसारमा छोडेर बस्नुभएको दाजुभाइ दिदीबहिनीहरू तपाईँहरू यो टाइममा जाग्नुहोस् तपाईँहरू यो टाइममा आफूलाई राइटले पनि तपाईँ लाग्न सक्नु भने तपाईँ के ठुल्ठुलो कुरा गरेर हिँड्नुहुन्छ तपाईँहरू सुतेर नबस्नुहोस् मगर दाजुभाइ दिदीबहिनीहरू सबै नेपाली दाजुभाइ दिदीबहिनीहरू कोही माथि यस्तो अत्याचार हुन्छ भने तपाईँले देशको कानुनसँग चाहिँ देशको कानुन हातमा लिएर चाहिँ एकजना मान्छेले एकजना संस्था चलाउने व्यक्तिले देशको कानुन हात लिनु मिल्दैन
मीना खरेलज्यूले भर्खर योभन्दा अगाडिको भिडियोमा बोल्नु भएको छ, हजुरले हेरिदिनुहोस् हो होइन। किनभने म चाहिँ यति प्रब्लम भएको छ कि मलाई पाउने केही पनि छैन। एउटा चाहिँ न्याय पाइदिउँ भनेर मैले चाहिँ यो प्रोसिजर चलाएको र यो 2 महिना 45 दिन भन्दा ज्यादा मैले यसो प्रोसेस चलाएको। हजुरले राम्रोसँग सुनिदिनुहोस्। भोलि तपाईँ सबैजना यस्तो आइलाग्नु सक्छ, यो कुराहरू तपाईँ विचार गर्नुहोस्। देशको कानून र पावर कसैले हातमा नलिदिए राम्रो हुन्थ्यो। र स्पेशल म मगर दाजुभाइ दिदीबहिनीले के भन्छु भने यति ठुलो जानसँगै मगर दाजुभाइ दिदीबहिनीहरू तपाईँ चाहिँ सटकमा निस्किनुहोस्। यस्तो मान्छेहरूको लागि तपाईँ यस्तो मान्छेले चाहिँ पावर र यो पैसाको चाहिँ पावर देखाउने मान्छेले भोलि हाम्रो देश चल्दैन। यसै गरी हाम्रो देश बिग्रेको। अघि मीना खरेलले अगाडिको भिडियोमा के भन्दै थियो, हामीले यहाँ चितवनमा चाहिँ यो के अरे बेदर गराइदिएर, बेदर त मीना खरेलले केही पनि गरेको थिएन। हिजो बेलुका मैले चितवनको लयर साथीहरूलाई फोन गरेर त्यहाँको लयर साथीहरूले सबै एकदम साथी गरिदिनु भएको छ। मीनाज्यूले बोल्नु भएको पुरा पहिले नै हजुरले सुनिदिनुहोस्। र योभन्दा अगाडि पनि के अरे यो मीना खरेलले मैले बारम्बार फोन गरेँ, मैले टेक्स्ट मेसेज पठाएको छु उसलाई। कति फोन गरेर जति फोन गर्छ केही कुरा चाहिँ राम्रो कुरा गर्दै गयो कि उसले फोन ठ्याक फोन लाइन काटेर राख्दिने यस्तो गरिरहेछन्। अनि त्यस कारणले गर्दाखेरि दाजुभाइ दिदीबहिनी सारा संसारमा छोडेर जतिजना हाम्रो सबै सारा संसारमा छोडेर जानुभएको दाजुभाइ दिदीबहिनीहरू तपाईँहरू पनि अलिकति बुझ्नुहोस्। भोलि तपाईँमाथि आइलाग्छ यस्तो कुरोहरू। देशको कानुन चेन्ज गर्नु, देश विदेशमा बस्ने दाजुभाइ दिदीबहिनी यो कुरा हेरिदिनुहोस्। मलाई केही पाउँछ भने मैले यो लडेको होइन, हाम्रो राइट, हाम्रो देशको मान्छेलाई चाहिँ राइट पाउँछ भने यो लडेको। त्यस कारणले गर्दाखेरि किनभने यस्तो 1-2 जना राक्षसहरूले गर्दाखेरि जातित्वको 1-2 जना यस्तो राक्षसले गर्दा देशको चाहिँ एउटा जातित्वले गाली पाउने कारण 1-2 जना यस्तो फटाफटले गर्दा कि देशको जातित्वलाई गाली पाउने कारण यस्तो मान्छेले गर्दाखेरि हो। सबैजना हाम्रो मान्छे हामी नेपाली, सबै कुन एउटै नेपाली एउटै सबै बराबर हो। त्यस कारणले गर्दाखेरि यस्तो फटा मान्छेहरूसँग हजुरले अलिकति बुझिदिनुहोस् र तपाईँले अगाडि निस्किनुहोस्, चौरमा निस्किनुहोस्। तपाईँको राइटको लागि तपाईँ जहिले पनि लडिरहनुहोस्। हजुरले सुन्नुभयो कुरा। अनि त्यो भने म पनि एकदम टेन्सनमा छु अहिले। थ्याङ्क यू सो मच। मीना खरेलले पहिले के बोलेको छ त्यो कुरा हजुर भिडियो सुनिदिनुहोस्। देशबाट एउटा हाम्रो देशको नागरिकता र एउटा विदेशी केटीलाई निकालेर पठाउँदै उसलाई गल्ती नहुने, उसलाई चाहिँ तपाईँको यो राइट पाउँछ भने उसलाई चाहिँ नेपालमा फर्काउनु, ऊ माथि चाहिँ यस्तो अन्य अत्याचार भएको भने यस्तो कुरा गरिरहेको छ मीनाजीले। त्यस कारणले हजुरले एकचोटि हेर्नुहोस्। थ्याङ्क यू सो मच।